साथीहरू आधा घन्टा हिँडेर कम्पनी चाहिँ पुग्यो। यही ग्राफमा आयो। अब के गर्नु त, हिँड्ने जाँगर लागेन। यो मेरो कम्पनी GDX भन्ने कम्पनी हो। यो भित्र काम गर्ने। यो पनि यसैको पार्ट हो। अफिस अब कम्प्युटरमा बसेर काम गर्नेवाला। हामी कामदार लेबरहरू चाहिँ यता सेक्युरिटी दाइ इन्ट्रान्स। यो भित्र चाहिँ हामी काम गर्ने। यो कार्गो लरी। यो कम्पनी चाहिँ ठुलो छ साथीहरू। कम्पनी धेरै ठुलो छ। हामीभन्दा अगाडिका सिफ्टमा आएका रेस्ट टाइम होला। 1 घन्टाको रेस्ट टाइम हुन्छ। सुत्या छन्। के गरौँ त, थाक्या हुन्छन्, काम गर्छन्। नसुती बाइ द वे यो नेपाली हो, यो चाहिँ बङ्गाली हो। यहाँ नेपालका, बङ्गलादेशका, म्यानमारका सब हुन्छन्। यहाँ महेन्द्र सोल्डे के छ? यहाँ महेन्द्र सोल्डे। यहाँ के छ गोकुल? उहाँ पनि ठिक छ। दिनेश दाइ आइनेसको ब्याज खाँदै हो? उहाँ चाहिँ दिनेश दाइ। यो चाहिँ क्यान्टिन, खाना खाने ठाउँ हाम्रो। यहाँ चाहिँ अर्को पनि छ क्यान्टिन, अहिले म देखाउँछु। यो फर्स्ट क्यान्टिन। यो हो दोस्रो सिपको मान्छे भनेपछि हामी नाइटको, यो डेको। ओ के छ हो लन्त्रे ब्रो? व्हाट्सअप डुड? ओ यता हाई गरिदेऊ न। ल ठिक छ। 12 बजेको सिफ्ट। भाइ त यो कम्पनी अलिक ठुलै छ। 7 बजे छिर्ने, अझै 10 मिनट छ। रेस्ट टाइम भयो, रेस्ट टाइम गरेका छन्। आजको यति नै। अब अर्को भिडियोमा चाहिँ काम चाहिँ के हो, कस्तो गर्नुपर्छ, के गर्नुपर्छ भन्छु र त्यहीसँग भिडियो चाहिँ समाप्त।